गुड मर्निङ सबैजनालाई। अन्त अहिले चाहिँ म चाहिँ यहाँ घरदेखि मुनि आइरहेको छु हैन। अन्त किन आएको छु तपाईहरुलाई देखाउँछु है त फेरि। ए हेर्नुस् न के रहेछ। हाय टोटोलाको फुल पनि खाने बेला आयो साथीहरु। तपाईहरुकोतिर फले कि फलेन। म चाहिँ यहाँ टोटोलाको फुल टिप्न आएको। बेसी त झर्दैन, दुई तीनवटा झर्छ हो। यहाँ हेर्नुस् न केले खाइदिइहाल्छ फेरि छिटो आएन भने। हो छिटो टिपेन भने यो पनि चराले झुसुले लागिहाल्छ। चराले पनि उयो गर्छ हो। हेर्नुस् न दुई फ्याक्ला भन्छ तल माथिदेखि झर्दा हो। छिटो टिप्नुपर्छ, झुसुले टालिहाल्छ। खै अरू त छैन त, एउटा माथि नै अल्झेछ रुखमै। बुई हेर्नुस् न फुल देख्छ भनेर चाहिँ फाँडेर चिल्लो बनाएको। एउटा माथि अल्झिरहेको छ रुखमा। त्यो चाहिँ तीनटा चारटा झर्दैछ। अब बढ्दै दिनै पछि बढ्दै जान्छ फुल चाहिँ, झर्नु चाहिँ। मुनि छैन। हेर्नुस् न यसलाई चाहिँ पकाएर चटनी बनाएर खाँदा पनि हुन्छ। अन्त चाहिँ उयो गरेर काँचै सलाद बनाएर खाँदा पनि हुन्छ हो। मलाई चाहिँ काँचै सलाद बनाएर खान मिठो लाग्छ। यो के अरे प्याजहरू हाल्यो हो। अन्त यसलाई काट्यो, त्यहाँदेखि त्यो तोरीको तेल क्या रातो तेल तुरुक्क हाल्यो हो। अन्त मोलेर खानु कि मिठो लाग्छ। अन्त यसलाई चाहिँ सुकाएर राख्दा पनि अर्को पालि विन्टरमा खाँदा हुन्छ साथीहरू। सिरे खोर्सानी फेरि फल्नु थाल्यो। ए के पो यो साइली खोर्सानी। साइली खोर्सानी चाहिँ फेरि फल्नु थाले चाहिँ। यहाँ चाहिँ बारुला टन्नै छ है। यो चाहिँ बारुला हो, बारुला सुन बारुला है। पहिलो हुँदो रहेछ नि त। यसले चिल्यो भने चाहिँ